जय शम्भु हर हर महादेव सम्पूर्ण भक्तहरुमा मेरो नमस्कार। यही कार्तिक 15 गते शनिबारका दिन हरिबोधनी एकादशी परेका छन्। तुलसीको विवाह गर्ने दिन परेका छन्। हजुरहरूले यस दिन के गर्नुहुन्छ, के गर्नु हुँदैन, अनि व्रत बस्ने कि नबस्ने, कस्ता व्यक्तिले व्रत बस्ने, कस्ता व्यक्तिले व्रत नबस्ने, अनि व्रत बस्दाखेरि के गर्ने, त्यस दिन के खाने के नखाने, यी सबै कुराहरू म हजुरहरूलाई आज यस च्यानलबाट भन्न आइराखेकी छु। बिहानको समयमै तुलसीको पूजा गर्न सक्नुहुन्छ, किनभने 6:15 तुलसीको विवाह गर्ने समय सुरु हुन्छ। यदि हजुरहरूलाई कस्तो समयमा पूजा गर्नुहुन्छ अथवा कस्तो समयमा पूजा गर्न हुँदैन भन्ने कुराको मनमा जिज्ञासा छ भने हजुरहरूको सर्वप्रथम घरमा जुठो अनि सुत्केर अनि रजस्वला भएको छ भने हजुरहरूले यो व्रत गर्न मिल्दैन। अनि हजुरहरूले तुलसीको विवाह पनि गर्न मिल्दैन, किनभने भगवानलाई सर्वप्रथम पवित्रताको आवश्यकता पर्ने हुँदा हामीले यस्तो कुरामा धेरै ध्यान दिनुपर्ने हुन्छ। अनि हामीले तुलसीको विवाह गर्ने समयमा यदि हजुरहरू सौभाग्यवती नारी हुनुहुन्छ भने हजुरहरूले राता वस्त्र पहेँला वस्त्रहरू लगाएर सिन्दुर चुरा पोतेहरू धारण गरेर चिटिक्क परेर अनि राम्री भएर कुनै तुलसी माताको विवाह गर्नलाई तयार हुनुपर्ने हुन्छ। अनि हजुरहरूले त्यस दिन के खाने के नखाने भनेर अन्योलमा हुनुहुन्छ भने त्यस दिन हजुरहरूले अन्न प्रसान गर्न कदाचित मिल्दैन, किनभने हामीले एकादशीको व्रत भन्ने बित्तिकै अन्नको त्याग गर्नुपर्ने हुन्छ। हजुरहरूले यदि अन्न खाइदिनु भयो भने त्यस दिन हजुरहरूको व्रतको प्रभाव हजुरहरूलाई पर्दैन, त्यसको फल प्राप्ति हुँदैन। त्यसैले हजुरहरूले फलारहरू खान सक्नुहुन्छ, दुध खान सक्नुहुन्छ। अनि यसमा हजुरहरूले यदि हजुरहरू सन्चै हुनुहुन्छ, हजुरको शरीरमा कुनै रोग व्याध छैन भने हजुरहरूले यो व्रत बस्नुहोला। यदि हजुरहरू बिरामी हुनुहुन्छ, औषधि खानुहुन्छ भने हजुरहरूले यो व्रत नबस्नुहोला, किनभने हजुरहरूलाई कठिनाइ पनि हुन सक्छ। किनभने एकादशीको व्रत भन्ने बित्तिकै सकेसम्म जल मात्रै खाएर व्रत बस्नुपर्छ, किनभने तुलसीको नाउँमा हामीले जहिले पनि धेरै पवित्रता गरेर व्रत बस्नुपर्ने हुन्छ। तुलसीको विवाह गर्ने समय हजुरहरू पति पत्नी हुनुहुन्छ भने जोडीमा पूजा गर्नुभयो भने अत्यन्तै राम्रो हुन्छ। यदि हजुरहरू कन्या हुनुहुन्छ अथवा हजुरहरूको जोडी हुनुहुन्न भने पनि हजुरहरूले यो व्रत अनि पूजा गर्न सक्नुहुन्छ, किनभने एकादशीको व्रतमा विवाहको कुरा हुने हुँदा यसमा जोडी मिलेर पूजा गर्दा अत्यन्तै शुभ हुनेछ। हजुरहरूले तुलसीको विवाह गर्ने समयमा पहिला तुलसीको मोठ वरिपरि राम्रोसँग पानी हालेर सफा गर्नुहोला। अनि तुलसीको मोठ वरिपरि गाईको गोबर ल्याएर लिप्नुहोला। अनि हजुरहरूले 4 किल्ला हजुरहरूसँग यदि उखु छ भने उखुलाई गाडेर गर्न सक्नुहुन्छ। यदि हजुरहरूसँग उखु भएन भने न्यालोहरू ल्याएर पनि हजुरहरूले 4 कुनामा गाड्न सक्नुहुन्छ। अनि तुलसीको विवाह फुल माला नैवेद्य अनि धेरै पुष्पहरू ल्याएर तुलसी मातालाई पूजा गर्न सक्नुहुन्छ। हजुरहरूले तुलसीलाई विवाह गर्ने समयमा पहिला हजुरहरूले तुलसीलाई राम्रोसँग सफा गर्नुहोला। अनि हजुरहरूले तुलसीलाई सिँगारेर तुलसीमा राता पहेँला वस्त्रहरू धारण गराएर तुलसीलाई राम्रोसँग सौभाग्य चुनरीहरू अनि जति पनि सौभाग्यका सामानहरू छन् तुलसी मातालाई चढाइदिनुहोला। अनि नारायण भगवानलाई पनि पहेँला वस्त्रहरू प्रसादहरू चढाएर अनि हजुरहरूले शालिग्रामहरूलाई पनि त्यसै गरेर पूजा गर्न सक्नुहुनेछ। हजुरहरूले एकादशीको व्रत बस्ने बेलामा तुलसी मातालाई गङ्गामा गएर पनि हजुरहरूले पूजा गर्न सक्नुहुनेछ। एकादशीमा फुल तार्ने पनि चलन चल्दै आइरहेको छ। एकादशीमा डोलीहरू तार्ने फुल तार्ने चलन भएको हुँदा हामीले एकादशी तिथिमा गङ्गामा गएर स्नान गर्ने गरिन्छ। हजुरहरूले तुलसीको पूजा गर्दै हुनुहुन्छ भने हजुरहरू सौभाग्यवती नारी हुनुहुन्छ भने हजुरहरूले पहिला बिहान उठेर स्नान गर्नुहोला। अनि त्यसपछि हजुरहरूले राता पहेँला वस्त्रहरू धारण गर्नुहोला। अनि हजुरहरूले सिउँदोमा सिन्दुर लगाउनुहोला, चुराहरू लगाउनुहोला। अनि हजुरहरू राम्री भएर सिँगारिएर तुलसीको विवाह गर्नलाई तयार हुनुहोला। अनि हजुरहरूले त्यस दिन अन्न नखानुहोला। त्यस दिन हजुरहरूले केवल फलाहार मात्रै खानुहोला, किनभने एकादशीको व्रतमा कहिले पनि अन्न प्रसाद
प्रस्थान गर्न दिँदैन। हजुरहरूले केवल फलाहारहरू खान सक्नुहुन्छ, दुध खान सक्नुहुन्छ, पानी पिउन सक्नुहुन्छ। यस्तो गरेर हजुरले व्रत बस्नुपर्ने हुन्छ। त्यसैले हजुरहरूले सकेसम्म छिटै बिहानको समयमै हजुरहरूले पूजापाठ गर्नुहोला। अनि तुलसीको व्रत गर्ने समयमा हजुरहरूले मनमा नराम्रो कुराहरू राख्नु हुँदैन, नराम्रा सोचहरू राख्नु हुँदैन। हजुरहरूले केवल ध्यान भगवानप्रति लगाएर एकचित्त एक ध्यान गरेर भगवानको भक्तिमा लाग्नुपर्ने हुन्छ। एकादशीका दिन शनिबार परेका छन्। हजुरहरू शनिबारको व्रत बस्दै आउनुभएको छ भने हजुरहरूको लागि यस दिन अत्यन्तै शुभ फलदायी हुनेछ। किनभने एकादशी तिथि अनि त्यसमाथि पनि शनिबारको व्रत हजुरहरूको लागि धेरै राम्रो हुन जान्छ। किनभने हजुरहरूले आजसम्म जति पनि शनि सङ्कटा दूर होस् भनेर हजुरहरूले व्रत बस्दै आउनुभएको छ। आजको दिन हजुरहरूले यो एकादशीको व्रत बस्दा हजुरको जीवनमा भएका सम्पूर्ण दुःख कष्टहरू हटेर जानेछन्। अनि हजुरहरूले आजसम्म नारायण लक्ष्मीको पूजा गर्दै आउनुभएको शुभ फल प्राप्त हजुरहरूलाई मिल्नेछ। त्यसैले हजुरहरू बिहान उठेर बरपिपलमा गएर जल चढाउँदै हुनुहुन्छ भने हजुरहरूले त्यस दिन शनिदेवलाई राम्रोसँग पूजा पनि गर्न सक्नुहुन्छ। अनि हजुरहरूले यस व्रत बस्ने समयमा श्रीमन नारायण विष्णुहरिको, लक्ष्मी माताको, तुलसीको, शालिग्रामको सबैको पूजाआजा गर्नुहोला। हजुरहरूले पूजा गर्ने समयमा कहिले पनि आफ्नो मनमा नकारात्मक कुराहरू राख्नु हुँदैन, अरूलाई नराम्रो सोच्नु हुँदैन, अरूको भलो चिताउनु हुँदैन। हजुरहरूले एक ध्यान एक चित्त भएर आफ्नो घर परिवारलाई राम्रो होस्, आफ्नो दाम्पत्य जीवनमा सुख शान्ति आओस्, पति पत्नीको सदैव राम्रो होस् अनि सन्तानलाई राम्रो होस् भनेर राम्रोसँग मनोकामना राखेर उनै श्रीमन नारायणको पूजाआजा गर्नुहोला। लक्ष्मी माताको, तुलसीको पूजा गर्नुहोला। यदि हजुरहरूले एकादशीको व्रत लिन चाहनुहुन्छ भने पनि हजुरहरूले यसै दिनबाट एकादशीको व्रत प्रारम्भ पनि गर्न सक्नुहुनेछ। यस दिन हजुरहरूको लागि अत्यन्तै शुभ हुनेछ। यसरी सम्पूर्ण विधिद्वारा हजुरहरूले तुलसीको विवाह गराउन सक्नुहुन्छ अनि एकादशीको व्रत बस्न सक्नुहुन्छ। सम्पूर्ण भक्तहरूलाई तुलसी विवाहको अनि हरिबोधनी एकादशीको धेरै धेरै शुभकामना। हरिबोधनी एकादशीमा हजुरहरूलाई मनले आँट ताकेको सबै कुराहरू पुगोस्, हजुरहरूको घरमा सुख शान्ति भित्रियोस् अनि हजुरहरूको जीवनमा जति पनि नराम्रो कुराहरू छ सबै हटेर जाओस्। सम्पूर्ण भक्तहरूलाई मेरो यही आशीर्वाद छ। जय शम्भो।